हेलो, नमस्ते। वेलकम छ सुनिता ब्लगमा सबै साथीहरूलाई। आज चाहिँ म माछा कढी र अनि यो राइस मुकबाङ लिएर आइरहेको छु। यो सलाद भइहाल्यो, पानी भइहाल्यो। अनि सबैजना साथीहरूले हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र म खाना खान सुरु गरेँ है त साथीहरू। आज चाहिँ यो फिस कढी लिएर आएको छु मैले चाहिँ। यो चाहिँ फर्सी भइहाल्यो। फर्सी चाहिँ मलाई ठिकै मनपर्छ, त्यही भएर थोरै राखेको है, खानुपर्छ हुन्छ नि त माछासँग। त्यही भएर अब मैले लिएँ ल, सुरु गरेँ है त साथीहरू। दामी टेस्टी भएछ। यो चाहिँ फिस है साथीहरू। म चाहिँ मनपर्छ, मलाई लास्टै मनपर्छ क्या यो चाहिँ। काँक्रो भइहाल्यो, लोकल काँक्रो। आज चाहिँ म एक्लै आएको छु है साथीहरू। चाहिँ माछा लगाएर खाएको छु कि साथीहरू। काँडा चाहिँ लास्टै हुन्छ है यसमा। के भन्छ यसलाई, रौँ माछा कि एकदम काँडा हुन्छ कि यसमा, त्यही भएर। दामी हो। मिठो छ। काँडा खाँदा चाहिँ घोच्छ भन्ने डर हुन्छ नि त, त्यही भएर विचार गरेर खाँदैछु कि साथीहरू, टक्क लाएर।
यो चाहिँ टाउको है एकदम मनपर्ने क्या यो चाहिँ। दामी भन्छ दामी भन्छ है साथीहरू चाहिँ। चाहिँ के भन्छ यो बोसो जस्तो छ। यो चाहिँ मलाई भन्दा पनि यो फिस करी बनाउनु चाहिँ मेरो बुढालाई आउँछ क्या। मलाई छास त्यति राम्रो आउँदैन। त मसिनो काँडा हुने कि साथीहरू, अड्किन्छ भने डर लाग्छ नि त है। यस्तो डर लाग्दो हुने अनि गएर घाँटीमा अड्क्यो भने त नि मन परेर मात्र भयो, खानु पनि जान्नु पर्यो नि है। लास्ट पिस है त साथीहरू। ल मैले खाना फिनिस गरेँ ल। अनि यो सलाद पनि। अब यो वाटर चाहिँ म एकछिनमा पिउने हो कि, किनभने भात खाने बित्तिकै पानी पिउँदिनँ। त्यही भएर यो चाहिँ एकदम काँडा चाहिँ काँडा हुन्छ है साथीहरू। एकदम खाँदा यसको चाहिँ विचार गर्नुपर्ने हुन्छ। यति भन्दै नमस्ते भन्न चाहन्छु म सबैजना मेरो च्यानलमा जोडिनुहुने साथीहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरूलाई चित्त नबुझेको कुराहरू चाहिँ भनिदिन सक्नुहुन्छ
अब म भर्खर सुरु गर्दैछु नि त, कति कुराहरू नमिलेको हुनसक्छ र नभएको पनि हुनसक्छ कि, त्यही भएर त्यसमा चाहिँ यसो गरिदिनुहोस् तपाईँहरूले भनेर सल्लाह सुझाव दिनको लागि अनुरोध गर्दछु। यति भन्दै सुनिता ब्लगलाई सब्सक्राइब गरिदिनु होला भन्दै अहिलेलाई चाहिँ म बिदा माग्न चाहन्छु। हस् त, बाई बाई।